ल दाइलाई वेलकम है त थ्याङ्क यू सो द मच। एडाप्टर्सकै सानो हजुर सेसनमा है त। हजुर यो चाहिँ खासमा यसो तपाईँको एक्सपिरियन्स अनि पहिलादेखि कसरी जर्नी सुरु भयो अलिअलि केही गफसफ। अब बिहान त सुरु गर्नुभन्दा अगाडि पनि अर्को हाम्रो मैले जर्नी सुरु गर्दाखेरि चाहिँ मेरो ट्रेडिसनलै हो पहिला सुरु गर्दाखेरि। अनि मैले सुरु गरेको भनेको 2000 आई थिङ्क 10देखि नै होला आई थिङ्क गिकहरू यता सुरु बाजाहरू गर्न त थालेको। सानैदेखि नै होला नि। बाजाहरू त मैले सिकेको 54 सालदेखि सिकेको। अहिले म लगभग पुग्यो होला, एज चाहिँ नबन्नु होला है। भनेपछि अब 54 साल भने चाहिँ हजुरले बुझ्नुहुन्छ होला पक्कै पनि अब कति इयर मैले म्युजिकमा डिभोट गरेको छु है। सो त्यस्तै हो। पछि 2010मा एक वर्ष नर्मली हामी गिग गर्दै जाँदैथ्यौँ। त्यसपछि फेरि ब्रेकिङ भयो। त्यसपछि आई थिङ्क 11मा म त बाहिर पनि एकचोटि गइहालेँ। फेरि बाहिर गएर आएर फेरि फर्केपछि चाहिँ फेरि मैले यो म्युजिक जर्नी स्टार्ट गरेँ। अनि हुँदा पहिलाको हाम्रो पुरानो ब्यान्ड थियो स्तम्भ ब्यान्ड, उहाँहरूसँग पनि गरेँ मैले। उहाँसँग चाहिँ लगभग 3 वर्ष जति गरेँ होला। अनि आफ्टर 2014मा होला त्यसपछि त्यो ब्यान्ड छोडेर सबै यताउता भयो, बिजी भयो। अनि पछि मैले चाहिँ खास गरी ब्यान्ड खोजिरहेको थिएँ। त्यति बेला चाहिँ अझै हाम्रो अझै भाइ भेटिहाल्यो। अनि भेटेको भोलिपल्ट के अब कस्तो हुन्छ भने त्यस्तो राति मेसेज आयो। राति मेसेज आयो भोलिपल्ट त के तपाईँ इभिनिङमा त सो सुरु भइसक्यो। पछि हाम्रो कन्टिन्यू भयो सो। हामी पहिला 2जना थियौँ, त्यसपछि 3जना भयो। पछि आई थिङ्क सारिङ्गी पनि थियो, श्यामल गन्धर्व। ऊ चाहिँ आई थिङ्क 2014को 14 फेब्रुअरीदेखि हामीले चाहिँ उहाँलाई चाहिँ 14 फेब है त्यस्तै लाग्यो। त्यसपछि सारिङ भयो, 3जना भयो। पछि आई थिङ्क अर्को बेसिस पनि थियो होला है त्यति बेला। पछि गर्दै गर्दै अनि पछि 4जना हुन आयो, गर्दै गर्दै गयो। कहिलेकाहीँ बेसी चाहिँ अरू त हामी 3जना चाहिँ अहिलेसम्म कन्टिन्यू छौँ। अरू चाहिँ कहिलेकाहीँ चेन्ज भइरहेको हुन्छ, कहिले को होइन त्यस्तै भइरहेछ जस्ट। त्यहाँबाट चाहिँ अहिलेसम्म हामी स्टिल काम गरिरहेको छौँ मिलिजुली भनौँ न। अनि दाइ यो जुन चाहिँ तपाईँ त पर्कसनिस्ट हुनुभयो, ड्रमर होइन। तपाईँले त अब सोहरूमा कस्तो प्रिफर गर्नुहुन्छ सामान चाहिँ? अब नर्मल सामानहरू कि अब राम्रै युज गर्ने कस्तो लाग्छ तपाईँलाई? नर्मल युज गर्दा हुन्छ कि अझै? अब क्वालिटी भन्यो भने अब प्राय पहिला त अब हामीसँग बजेट हुँदैन थियो होइन। कमै हिसाबले गर्थ्यौँ। बजेटको हिसाबले हामीले सामान लिन्थ्यौँ। अब बिस्तारै सामान त पहिला हामीलाई लिन पनि गाह्रो हुन्थ्यो होइन। अब लाइक नर्मल गिगमा पनि त्यति खास चाहिँ पेमेन्ट हुँदैन थियो। अनि बिस्तारै गर्दै गयो। हुँदै अलि राम्रो हुँदै जाँदाखेरि चाहिँ सामानहरू बिस्तारै लिए। अब तपाईँको चाहिँ एप्रोक्स होइन, अब ठ्याक्कै त भन्नु पर्दैन, एउटा इभेन्टमा जानुहुन्छ नि, सपोज कुनै इभेन्टमा जाँदाखेरि हाराहारीमा कति बजेट हुन्छ होला तपाईँको सामान होइन? तपाईँको सामानको मेरो त सालै अब तपाईँ कुनै इभेन्टमा जानुभयो भने तपाईँको अब ड्रम किट यताउति के लान्छ नि तपाईँले, कति जति बजेटको तपाईँले लिएर जानुहुन्छ? बजेट त अब हिसाब गर्ने हो भने त होला 50-60 हजार त हुन्छ होला। हुन्छ है, एकचोटि स्ट्यान्डहरू नै त्यो हुन्छ, त्यति हुन्छ। अब ड्रमहरू त लाग्दाखेरि त अब खास गरी प्रोग्राम त इभेन्टमा त ड्रमहरू त अब साउन्डले लिइहाल्छ, त्यसमा प्रब्लम भएन। अब आफूले ल्याउनु भनेको त्यसमा अब क्ल्यापरहरू हाइट होइन, क्र्यासहरू ल्याउनु भनेको छुट्टै हो। त्यो आफ्नो छुट्टै अब आफूलाई मन पऱ्यो भने त ल्याउनु हो होइन। नत्र अब प्रायः साउन्ड सिस्टमै हुन्छ, हामीले त्यही नै युज गर्ने हो। बिस्तारै अब किनिन्छ। ठिक छ। अनि भोलि हाम्रो के छ भनिदिनु? भोलि हाम्रो आई थिङ्क के छ भोलि चाहिँ हाम्रो स्वयम्भू एउटा महोत्सव छ। त्योभन्दा अगाडि बिहानको एउटा मर्निङ हाम्रो के रिजोर्ट छ मैले ठ्याक्कै भन्नु त थाहा भएन। पूर्ण रिजोर्ट के गोदावरीमा छ हाम्रो इन्स्ट्रुमेन्ट हो, म्युजियम हो, त्यही हो म्युजियम हो। त्यहाँ चाहिँ हाम्रो 10 to 3 बजेसम्म हामी त्यहाँ हुन्छौँ। त्यसपछि एकछिन अब घर फर्किन्छ। अनि 4 बजे अब पुगिन्छ होला सायद। आई थिङ्क 1 घन्टा रेस्ट गरेर फेरि हामी स्वयम्भू महोत्सव आई थिङ्क स्वयम्भू महोत्सवको लागि हिँड्छौँ। हिँडेर त्यहाँ लगभग धेरै त गर्दैन, 4-5वटा गीत सङहरू राति पनि जानु पर्यो। फेरि त्यसपछि हामी फेरि अर्को आफ्नो गन्तव्य अर्को बिल्डिङ छ अनि हामी त्यहीँ जान्छौँ। फेरि त्यहाँ सकाएर हामी 12 बजीसम्म त्यहाँ प्ले गरेर
अनि बिहानको हामी फेरि लगभग- छुट्टै छ फेरि त्यहाँबाट 1 बजे 12 बजे फर्केर घरमा 1 बजे पुगिन्छ, 2 बजीतिर सुतिन्छ होला। अनि त्यस्तै त्यहाँ गरेर बिहान उठिन्छ। बिहान कहाँ छ प्रोग्राम? सन्डे त छैन जस्तो लाग्छ मलाई प्रोग्राम, त्यही होला इभिनिङको त त्यही गएको अँ। भइहाल्यो। ए इभिनिङको छ है, मैले त्यो फेरि बिर्सेँ। यस्तो छ क्या अब हालत, हेर्नु न प्रोग्राम यति छ है, बिर्सिन्छ क्या अब। ल तपाईँसँग गफ गरेर धेरै खुसी लाग्यो है, यस्तै हो। है त। Thank you, यस्तो thanks so गफ much. फेरि गर्दै गरौँला है त। ल